जुन सुकुम्बासी उल्का लाउन काम गरेको छ। अब हामी आन्दोलन हाम्रो व्यवस्थापन नभइकन पुरानो अरू साथीहरू सबै पुरानो नगरपालिका चाहिँ यता आउनु सबै चाहिँ तपाईँको चाहिने हामी चाहिँ तपाईँको चाहिँ सुकुम्बासीहरूको नगर सङ्कलन भइसकेको छ। 18,200 जनाको बुझाइसकेको छ। छानबिन गरेर अहिले बल्ल सुकुम्बासी ठर्दैन भने छन्न तयार। छानबिन गर पहिला म भन्न चाहन्छु अर्जुन मल्लको धादिङमा 7 रोपनी जग्गा छ। हाम्रो 8 बाई छ। त्यहाँको सरकारी मूल्यको हिसाबले 34,000 रोपनी प्रति रोपनीको पर्छ। मैले अहिले मेरो बाउको सम्पत्ति पाउने हो भने 30,000 रुपियाँ पाउँछु। तर म त्यहाँ खुसीबला आएर बसेको छु। म सरकारलाई भन्न चाहन्छु मेरो धातीको 30,000 पर्ने जग्गा म नेपाल राज्यलाई आधै गरेर दिन चाहन्छु। म यहाँ बस्छु हाम्रो बसोबासको त्यहाँ गएर त मेरो छोराछोरी पढ्ने ठाउँ छ न। मेरो छोरा मैले छोराछोरी पाल्न सक्छु। त्यस्तो अनेक ठाउँमा बाढी पहिरो लागेको ठाउँमा तेरो जग्गा उहाँ छ त्यहाँ जानुपर्छ भने यो पनि घोर आपत्ति छ। यसको विरुद्धमा पनि त्यसको सबै ठाउँमा जाने हो भने यो कास्की जिल्लामा 90% साङ्का र गोर्खाको अन्तको मान्छे छ। ती पनि आफू घर जानुपर्छ अनि हुन्छ कुरा। अब यहाँ महानगरपालिकाले सुरु गर्यो। हामी आन्दोलन सुरु गरेका छौँ। हाम्रो बसोबासको ग्यारेन्टी नभएसम्म निरन्तर हामी सङ्घर्षमा लाग्छौँ। पोखरा महानगरपालिकालाई भन्न चाहन्छौँ तपाईँ बस पार्क बनाउनुहोस्, हाम्रो सहयोग हुन्छ। हामी बस पार्क बनाउन सहयोग गर्छौँ। तर पहिला हामी घरबार दिनहरूको विकल्प दिन पऱ्यो नि। बसोबासको ग्यारेन्टी गर्न पऱ्यो। त्यो खालको व्यवस्थापन गर्नु पऱ्यो अनि हामी बस पार्क बनाउनु पऱ्यो। त्यसै चाहिँ अर्को घरमा 205 रोपनी जग्गा अहिले चाहिँ खुम्चेर 17 रोपनीमा पुगेको छ। 150 रोपनी जग्गा चाहिँ हुकुमवासीले अधिग्रहण गरेको छ। जम्मा 60 रोपनी जग्गामा सुकुम्बासी बसेको छ। 205 रोपनीमा 60 रोपनीमा सुकुम्बासी बसेको छ। अर्को 60 रोपनी जग्गा खोजेर हाम्रो घर बनाइदिएर हामीलाई व्यवस्थापन गरेर पुग्छ हामी गइहाल्छौँ। हुकुमवासीहरूले हामीलाई सहयोग गर्न पर्छ। यहाँका धनीमानीले हामीलाई सहयोग गर्नुपर्छ। यहाँको पत्रकारले, यहाँको सेना प्रहरी, जनपद प्रहरी सबै जनसमुदायले हामी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित बसोबासीलाई सहयोग गर्नुपर्छ। हामी हातेमा लगाउन तयार छौँ। तर यी भूमाफियाहरू, यहाँका सामन्तहरू र सरकार महानगरपालिका मिलेर हाम्रो विरुद्धमा आउँछन् भने हामी पनि त्यसको विरुद्धमा जडबाट लिएर म दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्तिपूर्ण ढङ्गले हाम्रो यहाँ आन्दोलनमा आउनुभएका साथीहरू पुरानो नगरपालिका न्यू रोडमा छ भनेर आधा साथीहरू उता जानु भएको छ। म त्यहाँ उनी साथीहरूलाई पनि सबै यहाँ नगरपालिकामा आइदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। यो आन्दोलन अब रोकिँदैन। यो मेयर साहबले मात्रै भनेर रोकिँदैन। यो बालेनले भन्न सकेसम्म